नमस्कार, यो लमजुङ जिल्लाको सदरमुकाम बेसी सहर हो। अहिले मैले देखाइरहेको बाटो लमजुङ जिल्लाकै प्रसिद्ध स्थल खले गाउँ तथा मनाङ जिल्लामा जाने बाटो हो। आज हामी यो बाटोबाट बेसी सहर नगरपालिका वार्ड नम्बर 4 मा रहेको पुरानो कोट भन्ने गाउँमा जाँदैछौँ। मैले सकेसम्म यस भिडियोमा यो मेन रोडबाट देखिने सम्पूर्ण बजारहरू यहाँहरूलाई देखाउने प्रयास गरिरहेकी छु। केही समयको लमजुङ बसाइमा हामीले सकेसम्म यस जिल्लामा रहेका प्रसिद्ध स्थलहरू यहाँहरू समक्ष देखाउने प्रयास गर्नेछौँ। अब त्यो पुरानो कोट भन्ने गाउँमा जाने क्रममा हामीले बाटोमा कति रमाइलो गऱ्यौँ, के कुराकानी गऱ्यौँ, कुन ठाउँहरू हेर्दै गयौँ यस भिडियोमा देखिने नै छ। यहाँहरूले धैर्य धारण गरेर यो भिडियोलाई पुरै हेरिदिनु होला र सकेसम्म आफ्नो माया देखाइदिनु होला। च्यानल नयाँ छ त्यसैले सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। हामी जहाँ जहाँ जान्छौँ त्यहाँको भिडियो यहाँहरू समक्ष राख्ने नै छौँ। सकेसम्म कुनै पनि प्रसिद्ध ठाउँहरू नछुटाउने हामी प्रयास गर्नेछौँ। त्यसको लागि भिडियोहरू हेरिदिनु होला भनेर म हजुर समक्ष आग्रह गर्न चाहे। म त रेडी छ भनेर के चाहियो र यो भन्दा सामान किन्न छ भने ट्याक्कै याद आइहाल्यो बोलेर मुख देखाएँ। हामीले मेकअपको सामान किन्न हिँडिरहेको हामी चाहिँ कस्मेटिक भनेर जनता समाजवादी पार्टी कस्मेटिक पकाउन जाँदैछौँ। समाजवादी पार्टी नेपाल भेट्ने धेरै महँगो पनि ट्राई गरेर राम्रो छ। कलर लाग्ने होइन देखेर म्याच हुन्छ स्टार्ट गरी एकदम मिठो बास्ना आउने त्यसले गर्दा पनि फुल जस्तो होस्। सरी दुईटा चाहिँ स्ट्रङ फेरि गर्नु छ कि
फोनै भएर हिँड्छ। दुईटा पलिस अनि दुईटा यो खालको परफ्युम लिएर जाँदैछौँ। बहिनी दिदीले हिसाब गर्दै हुनुहुन्छ। नौ सय दिनुपर्ने कि 800 दिनुपर्ने? लिनु देब्रे हातले भयो, केही भएन। 700 800 900 900 भयो। 800 काट्नु कि 50 रुपियाँ डिस्काउन्ट। ए हजुर ठिक छ। अझै मिलाइदिनु भयो ल, थ्याङ्क यू सो मच। हाम्रो यो बेसी सहरमा आइसकेपछि तपाईँ यो पसलको नाम के हो त? म यसो प्रमोसन गरिदिन्थेँ नि। पार्टी कार्यालयको नाम छ माथि। तपाईँको बोर्ड छैन? पसलको राख्नु पर्यो नि बोर्ड, टक्क मिलाएर। कहाँ रे घर? कलैयाको दिदी हुनुहुँदो रहेछ अथवा बहिनी, जो भए पनि। हामीले यहाँबाट सामान लैसक्यौँ। नेल पोलिस लाउँदैछु साथीहरू। बिहान धेरै काम थियो, गोठालो जानुपर्ने, काम गर्नुपर्ने, यस्तै गर्दा गर्दै व्यस्त भएँ। नेल पोलिस किने बेसी सहर आएर लगाएँ मैले नेल पोलिस बेसी सहरमा बसेर। त्यस्तै छ हेर्नु, दुःख सुख गोठालेको जिन्दगी। गोठाले नेपाल सरकारको गोठाले अन्धा आउने सब डुप्लिकेट माल हो कि तपाईँको, बुझ्नु भएन? त्यो मार्केट जस्तो क्या 100 रुपियाँ भन्ने मात्रै हो। 100 रुपियाँमा ब्रान्डेड हुन्छ नि। समाउँछ तिमीले लगाउनेवाला फेरि म त लगाउँदैन। काम त लगाउँछ। त्यति दुःख पाइएको थियो कि नेल पोलिस नभएर। जिन्दगानी तेरी मेरी झाइ भएको थियो, बल्ल राम्रो भयो। फेरि म नमस्ते गर्नु मन लाग्छ कि? नमस्ते। बेसी सहरमा अलिकति आफूलाई चाहिने सामानहरू किनिसकेपछि हामी माथि लगभग गाउँतिर लागिसक्यौँ। अब यहाँबाट चाहिँ अलिकति उकालो लाग्नुपर्ने रहेछ। त्यसपछि थोरै पिच रोड आउँछ अनि त्यसपछि लगभग गाउँको कच्ची रोड सुरु हुन्छ। तपाईँहरू देख्ने नै हुनेछ। अब यस्तै उकालो उकालो जाने होला है। के हो नि हामी जान्न लागेको गाउँको नाम? हजुर, पुरानो कोट 4 नम्बर त हो कि पुरानो कोट। हामी अहिले जान लागेको ठाउँको नाम बेसी सहर नगरपालिका वार्ड नम्बर 4 पुरानो कोट। हामी जाँदैछौँ पुरानो कोट।
अलिकति उकालो 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 लाग्दै 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 हामी जाँदैछौँ। केही भन्नुपर्ने छ यमुना मिस? यहाँ माथिबाट बेसी सहर देखिँदो रहेछ साथीहरू। कस्तो राम्रो चलाउनु सबै राखेर हामीलाई सम्झना पनि हुन्छ, नआएको मान्छेले देख्नुहुन्छ पनि। पानी पर्न लागेको अवस्था छ। बेसी सहर देखिँदो रहेछ यहाँबाट पनि। ओ माइ गॉड, कति राम्रो सुन्दर, कति सुन्दर छ मेरो नेपाल। यो बाटो देख्दाखेरि चाहिँ मलाई ठ्याक्कै हाम्रो गुल्मी जिल्लामा रहेको रेसुङ्गा, तमघासबाट रेसुङ्गा जाने बाटो एकदमै याद आयो। लगभग उस्तै उस्तै देखिने बाटो रहेछ। लगभग बेसी सहरबाट हामी जाने गाउँमा जाने बाटो नै लगभग त्यस्तै त्यस्तै छ। अलिकति चिसो चिसो सुरु हुन लागिसक्यो, पानी पर्न लागिसक्यो। मलाई चाहिँ त्यस्तै लाग्यो। गुल्मीको साथीहरू कतिजनाले हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। अहिले देखिराख्नु भएको गाउँमा चाहिँ अलिकति अगाडि गएर एउटा गेट छ जहाँबाट लमजुङ कालिका दरबार गइन्छ। हामी समय मिल्यो भने त्यहाँ पनि आउनेछौँ। धेरै सुनेको, किताबहरूमा पढेको, भिडियोहरूमा देखेको ठाउँ हो यो लमजुङ दरबार। यहाँले देख्न सक्नुहुन्छ। हामी समय मिल्यो भने यहाँ पनि आएर भिडियो बनाउने नै छौँ। लमजुङ माध्यमिक विद्यालय, काउले पानी मन्दिर, पुरानो कोट गढी, श्री लमजुङ कालिका युवा क्लब। तातो भयो होला है। लमजुङ माध्यमिक विद्यालय यहाँ 3 नम्बर वडा। हामी फेरि आउँछौँ यो 3 नम्बर वडामा। राख्दै त हुन्थ्यो। नेपालको उत्कृष्ट पर्यटकीय गाउँ काउले पानीमा हार्दिक स्वागत गर्दछौँ। पुरानो कोट गढी के गर्दा पुरानो च्यानल थियो कि
बिग्रियो कि त्यो मैले पासवर्ड आइडीहरू सबै बिर्सेँ लमजुङ आएपछि नयाँ भिडियोहरू राख्दैछु लमजुङबाट जति पनि साथीहरूले हेर्दै हुनुहुन्छ प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु होला हाम्रो पनि एकजना साथीले सब्सक्राइब गर्छु भन्दै हुनुहुन्छ हो र अहिले घर गर्नु होला अरूलाई पनि गर्नु होला के भनेर राखेको छु मैले नयाँ भएर यहाँले उहाँको खुसी एउटा जबरजस्ती हो हो तपाईँले केही जबरजस्ती गरेको त होइन नि सब्सक्राइब गर्नुको लागि भ्लग बनाउनुदेखि नै मैले सोचिरहेको छु हजुर ल ठिक छ धन्यवाद हजुरलाई ए हजुरको नाम भन्नु मेरो उत्तम विश्वकर्मा मिस ए ल खुसीलाई हामी पनि विश्वकर्मा मिस म विश्वकर्मा उहाँ चाहिँ सुनार ए ल खुसी लाग्यो ल उहाँ खुच्दै हुनुहुन्छ झर्ने बेला भयो उहाँको ए ल राम्रोसँग जानु ल अब हामी वार्ड नम्बर 4 बेसी सहर नगरपालिका वार्ड नम्बर 4 मा प्रवेश गरिसक्यौँ बाल मैत्री ओडामा यहाँहरूलाई हार्दिक स्वागत छ भनेर लेखिएको छ बोर्डमा हामी बसिरहेछौँ आमा पनि बस्नुभयो अब यहाँको अगाडि कस्तो के कस्तो छ हामी यहाँहरूलाई देखाउने नै छौँ अहिले हामी पुरानो कोट सामुदायिक होमस्टेमा पाल्नुभएका सम्पूर्ण आगन्तुक तथा बाह्य पर्यटकलाई हार्दिक स्वागत छ लेखेको बोर्ड अगाडि आइपुगेका छौँ होमस्टे हामी गाउँमा प्रवेश गरिसकेको अवस्था छ हेर्न सक्नुहुन्छ गाडी हल्लेर गाउँको नाम के अरे दाइ पुरानो कोट आइसक्यौँ हामी मकै पनि ठुल्ठुलो भइसकेछ यहाँ भाषा पनि सिकेर जानुपर्ने छ बुझिएन खै हजुर सिक्ने भनेको अब लमजुङ बस्दासम्म त सिकिएला नि 3-4 महिनामा यहाँ त 1 हप्ता जति हुन्छ होला आमा अब लमजुङ पुरै जिल्ला त बसिन्छ होला 1-2 महिना 2-3 महिना जति राम्रो मिठो बोल्नु भयो त कति मिठो बोल्नु बुटोलतिर जानु भएको छ आमा जानु भएको छैन ए काठमाडौँ चितवनतिर जानुहुन्छ पोखरातिर त्यही हजुर हजुर ए हामी पनि त्यही हो त लागिरहेछ त यमुना मिसलाई पुरानो कोट आउँदा धेरै बस्न पाए जस्तो हुन्थ्यो जस्तो के गर्नु कहाँको मान्छे हामी अहिले कहाँ छौँ भाग्यले हामीलाई कहाँ लियो अनि त्यो गीतमा पनि सुनेको त्यो गोरे काशीको फिल्ममा पनि सुनेको ठाकु भनेको सबभन्दा पहिला पायो भने ठाकु भन्छ के गरौँ ए ठाकु भनेको जेठो छोरा वडा कार्यालयमा आउँदा भेटौँला नि आमा सबैजनालाई जानकारी दिनु होला वरिपरि सबैको त आइसकेको छैन छैन होला कोही
कोही कोही आछ त्यहाँ एउटा अध्यक्षज्यूले भनिहाल्नुहुन्छ नि गाई फुलाउँछु भन्छ काफले जानु किन गाई भने सानो दुध दिन्छ मानु खानु दिनु खानु मागेर लानु नसक्नेसँग जानु किन जानु भन्छु के रातले फकाउँछ काफले जानु किन जानु तिम्रो घर पसन्द छ खेल्न आएको ल साथीहरू हामी बस्ने ठाउँमा आइसकेका छौँ होटलको नाम रहेको छ पुरानोकोट होटल एन्ड लज ल हेर्नुहोस् हामी चाहिँ बस्ने ठाउँमा झर्दैछौँ ल सुन्नु है त यहाँ चाहिँ घरमा कोही हुनुहुन्न हाम्रो लागि रुम खाली छ खुल्ला छ अरे हामी चाहिँ त्यही जाँदैछौँ पानी परिरहेको छ गाइस तर पनि म भिडियो बनाइरहेको छु कोठाहरू यहाँ खाली छन् के रहेछ यही होला जहाँ मन लाग्यो त्यहीँ बस्न पाइयो हामी घरमा कोही हुनुहुन्न मैले पर्सनल रुम हो कि एकछिन यहाँ बसौँ सामान राखेर गरौँ अनि त्यसपछि हामी तपाईँहरूलाई साझा खाने बेलामा भेट्छौँ हामी चाहिँ अहिले रुममा बसिरहेका छौँ खासमा हामी किन यसरी बसिरहेछौँ त किन यस्तो बेबारिसे जस्तो भएर बसिरहेछौँ त भन्दाखेरि हाम्रो यो जुन होटलमा बस्ने भनेको त्यो होटलको दाइ दिदीहरू चाहिँ उता निम्तिमा जानुभएको रहेछ अनि हाम्रो लागि चाहिँ एउटा रुम खुल्ला छोडिदिनु भएको रहेछ अनि हाम्रो अवस्था चाहिँ यस्तो छ हामी उहाँहरूलाई कुरेको छौँ 2 घन्टा 3 घन्टा हुनाइसक्यो लाचार भएर बेबारिसी अवस्थामा बसिरहेका छौँ भोक लाग्यो जाडो भएर ढोका लाएर बसिरहेछौँ बाहिर अँध्यारो भइसक्यो पानी आएर अघि पानी आएको थियो अहिले त पानी बिग्रेको छ तल गएको छ कोही नै हुन्न घरमा हामी चाहिँ फुल बेबारिसे कोही हामीलाई लैजाने हुन्छ नि खाना जाँदै अच्छु जाडो हुन्छ त नमस्ते हामीले दिमाग खराब गरायो है आज है होइन पानी पर्दियो अनि फेरि आमाले बिरामी भएको घरको हजुरबाट ल्याउने भन्यो भने आमालाई बाटो बिग्रियो यता दुधडाँडाको बाटो साग आउँदैछ है हामी नभएको भए त सुत्नु चाहिँ आएर खानु पर्दैन बाटोमा हिँड्दा ड्राइभर घरमा बस्दा सेफ हेर्छ
बेसी सहरदेखि पुरानोकोट आउँदाखेरि लगभग त्यस्तै रमाइलो गरेर हामी आयौँ। बाटोमा पानी पनि पर्यो, आएर एकछिन घरबेटी दाइ दिदीलाई कुर्नु पनि पर्यो। फाइनल्ली रातिको 10 बजे हामी खाना खाँदैछौँ। यसपछि हामी भ्लग इन्ड गर्दैछौँ। पुरानोकोटको बसाइ 2-4 दिनको हुन्छ। फेरि भेटौँला। धेरै धेरै धन्यवाद।